जिंदगी वेलकम बैक टू माई चैनल। अनि अहिले चाहिँ म झापाको वर्ल्ड क्लब जान आँटेको होइन गाइज, के अरे के भन्छ त्यसलाई, गोल्ड क्लब जान आँटेको म। फाइनल छ आज, कुन टिमले जित्छ, आर्मी टिमले जित्छ जस्तो लागिरहेछ मलाई। अनि गाइज म चाहिँ त्यही गोल्ड क्लब चल्छ, फाइनल हो आज, अनि त्यही फाइनल त हेर्न जानु पर्यो। म त्यही भएर जान आँटेको। अहिले चाहिँ म डाइरेक्ट मेरो साथीकोमा जान्छु। म लाइभ गर्छु भन्दै थिएँ होइन, अब त्यो देवराज बिमारी साह्रै भएछ नि त। अनि देवराजको फोनबाट राम्रो आउँछ नि त ब्याक क्यामेरा, अनि त्यही भएर आइफोनबाटै गर्न आँटेको थिएँ मैले। तर अब देवराज बिमारी छ, यो जुगाड भयो भने लाइभ गर्छु, नभए अब यही भिडियो गर्छु होइन। अनि अहिले म साथीले बोलाएको छ रोइन्सले, अनि आउन भनेको थियो। अनि अब जान्छु म उसकोमा, अनि रोइन्सकोमा जान्छु। अनि म तपाईँलाई भेट्छु गाइज। हाम्रोमा आज कसले जित्छ, आर्मीले जित्छ आज, फिक्स्ड हो, फिक्स्ड आर्मी जित्छ। कडा हो यसो अगाडि गइदिइरहेको छौँ, भिडै भिड छ, अब सुनिँदैन होला यस्तै एउटा। मेरो दोस्त म असिमको फ्यान्सी मुडमु फ्यान्सी कसो अगाडि कस्तो दामी केटी हो, बुलेट क्या दामी केटी बुलेट तर होइन। है भनेपछि त फेरि पछाडि केटीहरू साइकल हान्दिरहेको मलाई फेरि। त्यही हो अब गाइज, हामी ए बहिनीहरू सेकेन्ड ह्यान्डहरू, बहिनीहरू सेकेन्ड ह्यान्ड भनेको बुझिहाल्छ केटाहरूले। अब आज त क्राउड धेरै छ जस्तो छ मलाई लाग्दैछ होइन। लाइभ हुँदैन नि अब हाम्रो, लाइभ चाहिँ नहुने भयो अब हाम्रो, के गर्नु यस्तै हो अब। कडा हो यार, के हो यस्तो कस्तो क्राउड छ भित्र, चलिने हो। अब त सुनिदिने होला, अब म्यानेज गर तिमीहरू गाइजहरू। मेरो दोस्तहरू छ हिँडेकोमा अब यस्तो होइन। हाम्रो ह्यान्डसम भयो स्कुलको फेरि यस्तो हल्का क्राउड चरो छ आज। लाइभ चाहिँ भएन दियोस्। ए गाइज हेर 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 भिडियो हेर, ओभर क्राउड छ भिडहरू होइन। यहाँ चाहिँ हाम्रो साथी टिकट लिने गएको छ कि कत्रो भिड छ हेर त, ओभर क्राउड। टिकट लिन गएको भए त आउँदैन थियो होला हो, ताक्थ्यो कति टन्ने मुठो मुठो लिएर गएको छ। के भन्छ त्यो माथि टन्ने त्यस्तो ओभर छ क्रेज। अब हाम्रो दोस्त जाँदैछ त्यहाँ, अब टिकट लिने। म्याच चाहिँ त्यही आर्मीको जस्तो लाग्छ मलाई। अब अरू चाहिँ थाहा भएन अपोनेन्ट चाहिँ को हो। जुस ल्याउनु होइन, च्यातिसक्यो हामीले होइन। केटाहरूसँग हिँडेको टक्कर, अब जुस लिन आँटेको केटाहरूसँग टक्करसँग जाँदैछन् केटाहरू। जोसिँदैछ केटाहरू त्यो पावर अफ जुस। भिड ओभर छ, अब बस्न पाइन्छ थाहा छैन मैले फेरि। यस्तो साइको भइरहेको छ म फेरि, आर्मीले टन्नै छ फेरि, के गर्नु त्यो। जिन्दगीले हामीलाई सुनेको छैन होला आवाज। वाह यार केटीहरू त के यस्तो यार, मलाई साइको हुन्छ यार। कस्तो बिल भइरहेको छ तपाईँ त्यत्रो 300 गर त्यही हो। कालो देखिन्छ होला मेरो अनुहार हुन त्यस्तो गोरो पनि छैन। ल को एलिना नाच्छ तिमी, अब एलिना नाच्छ मेरो गर्लफ्रेन्ड। ओ गाइस सडनली अगाडि कसम भने उ देखिँदैन यहाँबाट। मेरो सोनी काटोले सनी लियोनी चाहिँ अगाडि सनी लियोनी
कुन चाहिँ सिङ्गर हो जस्तो लागिरहेछ मलाई भिडियो छ त अनि यो चाहिँ गाइस त्यो पिलर भने भाई मारो मुझे मारो मारो मुझे मारो मारो नहीं ये मजाक हो रहा है अगाडि ट्रेन्डिङ गीतको सिङ्गर यहाँ अगाडि हुनुहुन्छ एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह गजब बेइज्जती है यस्तो भरे कसले बनायो यस्तो हेलो चाहिँ अब आइसकेका छन् त्यहाँ होइन अब चाहिँ चल्छ म्याच अनि म भिडियो गर्छु अब त्यो म्याच के गर्छ है चिक्सहरू कस्तो आएको धोकेबाज सुन्नु होला कस्तो किता लाग्यो कपिराइट लाग्छ त्यही भएर धेरै नगरेको त्यत्रो खर्च गरेर किन लाग्छ भाइ त्यो सब उठाएर गएर 10 रुपियाँ बेच्दाखेरि विश्वस्त छौँ र विश्वस्त पार्न आयोजक समितिको यहाँहरूले बसाइ व्यवस्थापनलाई सहयोग हामी सब्सक्राइबर छ फेरि के गर्नु गाइस यस्तो छोडिदिनु त छोडिदिनु अनि एउटा हाम फालेर गइहाल्छौँ हामी के तपाईँ अलिकति छोडिदिनु भयो भने हामी एउटा हाम फालेर गइहाल्छौँ कस्तो हल्का त म्याच चाहिँ त्यहाँ चल्दैछ हामी बिजी छ यहाँ होइन टिप काट्नुपर्छ यार केटालाई बचाउन हेर गाइस दिपु हाम्रो कलेज कस्तो अब ऑडियन्स हेर है ल आइ भन्दिनु अब हेलो गाइस मेरो भाइलाई माया गरिदिनु है सपोर्ट गरिदिनु है त म त तपाईको हेर्छु तर तपाईँ मेरो हेर्नुहुन्न नि त बड़ा हरामी हो बेटा म हेर्छु भाइ यार सुबिन शर्मा म कमेन्ट गरिदिइराख्नु नि त कमेन्ट गरेर म हेर्छु मेरो भाइको ल म 100% हेर्छु आज गएर होइन 100 हेर्नु थम्बनेल तपाईँलाई हालिदिन्छ नि थम्बनेल त जे पाइदा होइन ठिकै अब तपाईँ कहाँ गइरहनुहुन्छ भ्यू पनि बढिरहेको छ यार
जानु पर्यो के छ घरमा जाँदै हुन्थ्यो नि ए कहाँ घरि जानु मलाई आजको चाहिँ हाल आज तर हेरेको छु अस्ति एउटा भाइले एउटा राजनीति भाइले हालिरहेको थियो यतिकै त्यो हावामा लाइभ गर्नुपर्ने क्या यतिखेर क्या लाइभ गर्दाखेरि वाच टाइम डह्रो पर्छ मलाई वाच टाइम बढाउने आइडिया भयो क्या लाइभ हेरिरहेको छ त अनि कान्तिपुरबाट हाम्रो त कसले हेर्छ त्यो पनि हो कि तर त्यही पनि त अब इन्टरेक्ट गरेर इन्टरेक्ट गरेन भने बोल्ने बानी नि हुन्न अनि तिम्रो बानी नि अब नयाँ नयाँ मान्छेसँग इन्टरेक्ट गरेर बोलो सोधो क्वेसन्सहरूको बारेमा कस्तो लागिरहेको छ यताउति सोधो अनि बढ्छ होइन गर्छ भनेर उनीहरू त्यो उसलाई थाहा हुन्छ म मेरो अनुहार हेरौँ भनेर पनि हान्छ क्या उनीहरूले हेर्छ हो किन हो त्यो पनि हो तपाईँले त्यही आइडिया युज गर्नु जस्तो लागेर मैले त्यस्तो त आइडिया युज गरेको थिएँ अहिले फुल मेहनतै गरिरहेको छु कहाँ जान्छु थाहा छ तिमीले अघि हेरे कहाँ जान्छु त्यहाँ हेर न बिल्डिङ सही छोडेको छैन मैले तिमीलाई त्यही भनेको बिल्डिङबाट माथिबाट गर्दा राम्रो ए अब 300 टिकट मलाई बिल्डिङको लागि यो मेरो साथीको नै त्यो पनि मलाई चाहिँ उमेरबाट भेटिसकेको लामो नबनाए पनि मान्छे तेल निकाल्दैको छ एपिआरले गरम जर्सी नम्बर 12 बालकृष्ण श्रेष्ठ मैदान प्रवेश गरेका छन् भने जर्सी नम्बर 11 आशिष साक्य मैदान बाहिरिएको पछि पछि हामी कि त गेम के देखाउँछ तिम्रो त हल्लै हल्ला छँदैछ मेरो साथी बेस्ट फ्रेन्ड मैले तिम्रो बेबीलाई हान्छ भनेर त हालेको
गोल कपिराइट लाग्दैन कसरी गोल लाग्यो आम्बो ठिक छ ल ल ल हाँसेको ल हान्छ तर गोल हान्छ रे गोल भन्दै त गाइस गोल हान्छ वारो लाउरेको डान्स रामी कता हालेको यार लाउरेले डान्स क्राउड भिड आज लास्टै भिड भइरहेको छ लास्टै 300 कति फाइदा भयो होला कति फाइदा भयो त्यो मलाई जुस पनि कुहिएको छ त्यो राम्रो लाग्यो मलाई भाइ मलाई पिङ्क कलरको परेको थियो मलाई पनि पिङ्क कलर परेको ओभर क्राउड त्यही हो मैले फर्स्ट टाइम खाँदा त्यो एकदम बकवास आएको थियो अहिले खाँदा चाहिँ दामी लाग्यो मलाई फेरि फर्स्ट टाइम कस्तो के उल्टो हाम्रो त्यही हो अब यो भ्लग चाहिँ सक्यो मैले आर्मी टिमलाई चुज गरेको मैले किनभने हार्डवर्क थियो नि आर्मी कस्तो ओभर दामी सेतो टिमले पनि राम्रै खेलेको पेनल्टी भनेको राम्रै हो नि त अनि दामी लाग्यो त्यो आर्मीले जित्थ्यो जस्तो मलाई थाहा थियो सेतो टिमको 17 नम्बर बबाल थियो होइन 17 नम्बर बबाल थियो अब जस्तै हाम्रै गर्छ जित्यो गेम त हो एउटा के छैन त्यही हो तर ओभर आर्मीले जित्छ भनेर मलाई आशा थियो जित्यो डान्स हेरिहाल्नुभयो होइन के कसो लाग्यो ब्लग लास्टसम्म हेरेर लाइक गरेर सब्सक्राइब गर्दा आई लभ यू सो मच अब हाम्रो कन्टेन्टको टेन्सन हुन्छ होइन अर्जुन भाइ होइन त्यही हो